3500 यार नेपाली त 350 आमा नेपालमा त 300 आधा नबोला भ्लग बनाउँदैछु यार केटाहरू त जम्मै त्यही छाडा बोल्ने सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आई होप हजुरहरू सबैजना सन्चै अनि एकदमै आरामै हुनुहुन्छ होला सो म पनि सन्चै अनि एकदमै आरामै छु आम्बो गाइज यार यस्तो चिसो हात फुटेर हेर्नु न मेरो त ल हेर्नु त थेट यार कस्तो क्या बरु गाउँघरमा होइन ढुङ्गा माटो चलाउँदा पनि यस्तो चिसो चाहिँ हुँदैन थियो यहाँ त यस्तो चिसो आछु छु 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 सो गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ र आज चाहिँ म के को लागि के को भ्लग बनाउँदैछु भन्दाखेरि चाहिँ आज चाहिँ म बजार जान लागिसकेको छु र बजार गएर चाहिँ मैले छोटो किनमेलहरू गरेको होइन मार्टमा गएर किनमेलहरू गरेको चाहिँ चट्ट लाएर चाहिँ मिठो भ्लग छोटो बनाएको छु यदि च्यानलमा नयाँ हुनुहुन्छ भने म फेरि पनि रिक्वेस्ट गर्छु हजुरहरूलाई सब्सक्राइब गर्नु होला अब शुभ बिहानी किनकि यो भ्लग चाहिँ मैले बिहानमा स्टार्ट गरेको हो तर पोस्ट गर्ने बेला त लगभग के इभिनिङ होइन रातिले के भन्छ इभिनिङै हुन्छ अनि आछु अहिले चाहिँ मैले बिहान बनाएको छु नि त बिहान बनाएको कारणले चाहिँ अब चाहिँ बसलाई म कुर्नु पर्ने हुन्छ गाइस यस्तो चिसो छ कसम यस्तो चिसो छ होइन सो भ्लग त स्टार्ट गर्नुपर्ने नै हुन्छ भ्लग भनेको त बनाउनु पर्ने नै हुन्छ होइन अनि त्यसपछि अब म चाहिँ यता आउँदैछु सो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र म चाहिँ अब गाडीलाई कुरेर गाडीमा चढ्ने छु र हामी सिधै मार्टको भ्लग लिएर आउने छु मार्टमा चाहिँ सामानहरू कस्तो हुनेछ होइन किनमेल कस्तो हुनेछ महँगो सस्तो होइन सब भिडियो हेर्न सक्नुहुन्छ यहाँ कोरियामा चाहिँ कतिको महँगो छ भन्ने कुरा त हजुरहरूले अहिले मार्ट हेरेर थाहा पाउनु नै हुन्छ अब कोरियामा चाहिँ कस्तो छ भने तपाईँको चाहिँ अब अलिकति धनियाँ भयो यो स्याउहरू भयो लास्टै महँगो छ क्या गाइस एउटाकै लगभग नेपाली 500 300 धनियाँलाई त झन् नेपालमा अब लगभग 5-10 रुपियाँ पर्ने धनियाँलाई यहाँ 300-400 पर्छ क्या नेपाली है फेरि यहाँको त 5-6 हजार पर्छ सो यो चाहिँ सबै अहिले हेर्नु होला भ्लगमा चाहिँ माया गर्नु होला अब बिहान बिहानै उठेर कस्तो मिहिनेत गरेको छु भन्ने कुरा त हातहरूले नि देखाउँछ आमा सो गाइस है अब मार्टमा गएर सिधै भिडियो आउने छ त्यहाँको भिडियो हेर्नु होला कृपया नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब हानिदिनु होला भन्दै म चाहिँ अब गाडी कुरेर बस्ने छु र जाडो चाहिँ एकदमै हुन्छ सिद्धिने होला होइन गाइस ल त्यसपछि सिधै मार्टको भिडियो हेरिदिनु होला यता हेर्नुहोस् माथि यहाँ छ स्ट्रबेरी आम्मा यार 11,500 के साह्रो महँगो हो त नि स्ट्रबेरी चाहिँ तालकी चाहिँ यस्तो महँगो रहेको छ अनि त्यसपछि यता रहेको छ यो के हो यो यस्तो के हो यार के हो 5,900 फर्सी आम्मा एउटा फर्सीलाई 5,000 ठ्याट महँगीले त मर्छ त मान्छे त यहाँ कोरियामा त काम नहुने भने त गाइस यार मरिन्छ क्या नेपालमा त काम नभए नि खान सकिन्छ यता किराहरू रहेको छ हेर्नुहोस् या आम्मा यो किरा त यस्तो मिठो हुन्छ यो किरा होइन माछा ए माछाको हो म त किरा पो भनेको यार किरा जस्तै छ यता सिद्राहरू रहेको छ टन्नै सिद्रा हेर्नुहोस् अनि त्यसपछि यहाँ छ किरा हेर्नुहोस् गाइस किरा यहाँ यस्तो किरा छ अनि यता चाहिँ सिद्राहरू छ हेर्नुहोस् बब्बाल होइन अनि यता घुमाउँदै म हो भल्गर नयाँ भल्गर अनि यता रहेको छ माछाहरू मछलिया खाते पिते बवाल होता है शङ्के किरा यता किरा बवाल छ अक्टोपस हेर्नुहोस् ल यसले त हाम्रोमा बचेर त धेरै आउँछ त साथी साथी यसपालि त डेन्जरै बजेट आउने भयो गाइस यार भ्याउै हो त नि यसरी त अनि पुऱ्याउन गाह्रो छ त हातै गलौँ यता भ्लग पनि ल्याऊ ल अब केटाहरू यता रहेको छ मासु यो चाहिँ के हो गाईको मासु हो कि सुँगुरको मासु हो कि के को मासु रहेछ के को हो यार
गाईको हो कि सुँगुरको हो कि अन्डा आमा यो त अन्त बचेर त धेरै उठ्ने हो त बचेर चाहिँ धेरै उठ्ने हो गाई यार आइ सामानहरू यत्रो छ हातै दुखिसक्यो मेरो चाहिँ यहाँ ड्याङका ड्याङ किन्दा किन्दा स्याउहरू यता रहेको छ टमाटरहरू फलफुलहरू आमा यो स्याउ कसरी रहेछ साग वा थुक के यो स्याउ एउटाको 3500 हो हौ त यो स्याउ एउटाको 3500 हो आम्मामा कस्तो महँगो हो त यार एउटाको 3500 गाई चाहिँ एउटाको 3500 रे स्याउ हेर्नुहोस् ल एउटाको 3500 यार नेपाली त 350 आमा नेपालमा त 350 मा त 1 केजी स्याउ आउँथ्यो यार यहाँ त एउटाकै 3500 त्यस्तो महँगो म त नेपाल जान्छु जस्तो रिस उठ्छ क्या कहिले काहीँ त पैसै हुँदैन नि त फेरि पैसा नभएर मात्र हो केटाहरू त हराए त यार हौ त केटाहरू यस्तो नि छ हेर्न सक्नुहुन्छ यता केटाहरू अन्डा लिएर आइसक्नु भएको छ आइ हातै दुख्यो मेरो चाहिँ हातै दुख्यो हातै दुख्यो यता भ्लग पनि यता सामान पनि बोकेको छु गाई चाहिँ हातै दुख्दो रहेछ क्या यता त के हो नि माट एउटा यतिको माट चाहिँ मेरो नाममा खोल्न सक्यो भने त फेरि के होला त हौ त यो माट चाहिँ मेरो हुनु यार अब गाई चाहिँ यार यो माट चाहिँ मेरो हुनु म त खरब पछि माट त्यसपछि त फेरि यता आँखा नलाऊ है त्यसरी अरूलाई आँखा लाउन पाउँदैन त अग्लो भएरैको यार हजुर रक नबोला न कि त हो म भ्लग बनाउँदैछु क्या तर यो माट चाहिँ मेरो भएको है म त अहिले क्या बेचेर मस्त गएर बस्थेँ नेपालमा के गर्नु हो किन काम गर्ने यत्रो माट भएपछि ल 45 आएको यो त किन्दिनँ अहिले त कपाल त यस्तो चिन्दैछ के किन्नु होला हौ त कपाल त मेरो चिन्दैछ बाटो त छाड्नुपर्छ बाटो त छाड्ने हो कपाल यस्तो चिन्दैछ गाई अहिले केही किनेर कामै छैन सो गाई चाहिँ यार आजलाई चाहिँ म भ्लग यति नै बनाएँ है आज यति नै देखाएँ लास्टै यो हात पनि गलेको छ सो माटहरू यस्तै छ माया गरिदिनु होला है सपोर्ट गरिदिनु होला राम्रोसँग अब भ्लग बनाउन नि सजिलो त छैन हेर्नुहोस् होइन तपाईँहरूले सबैजनालाई मिस यु अल बाई बाई सम्झना मिठो छ प्लिज गाइज होइन सब्सक्राइब चाहिँ गरिदिनु होला यार लास्टै झ्याउले बनाएको छु यार अब यहाँ बिल तिर्ने चाहिँ अब नबिनले है एकचोटि बिल तिरेको चाहिँ हेर्नुपर्ने सो गाइज बाई बाई है बस्नु होला राम्रोसँग गएँ